अल गुड। सो मोहनको न्यू पर्चेस आइसकेको छ। जस्ट आज पुगेको, भर्खरै पुगेको रिसेन्टली। मैले सोचेँ भिडियो बनाउन केही त गर्नु पर्यो। सो भर्खर आएको, मैले भर्खर अनबक्सिङ प्लस मैले चेक गर्दै थिएँ के कस्तो छ। खुजली हुन्छ जुन चिज कि ब्याग कसरी युज गर्न मिल्दछ, के गर्न मिल्छ एउटा ब्यागसँग, के कहाँ कहाँ कम्पार्टमेन्टहरू के छ भनेर हेर्दै थिएँ। बबाल खुसी लागिरहेछ। हेर्न, हेयर द ब्याग। यो ब्याग हो 13.6 लिटरको मेन्सन गरेको छ। आई थट कि ब्याग सानो हुन्छ भन्ने डर लागिरहेको थियो कि ब्याग इत्रीको भयो भने कानमा 5-6 लिटरको जस्तो होला तिम्रो ब्याग हो। सायद चाहिँ अब यो देख्दा फेरि त्यस्तो लाग्यो सानो होला कि भन्ने डर थियो। बट द ब्याग ओके छ। ओके, सल्ल लाइन आइसक्यो। बोल्दा बोल्दै फ्याट्टै लाइन गइदियो। यो ब्याग मलाई आयो बल्ल आज आयो। जस्ट मैले खोल्दै थिएँ, ओपन गर्दै थिएँ, जिपहरू चेक गर्दै थिएँ, सब जिपहरू ओपन थियो। बबाल लाग्यो, खुसी लाग्छ। जस्तो एक्सपेक्टेसन थियो मेरो त्यस्तो आयो। हुन्छ नि एउटा मेटेरियलहरू हुन्छ, यस्तो नरम कपडाहरू नहोस् भन्ने हुन्छ। मेटेरियल मैले जस्तो एक्सपेक्ट गरेको थिएँ, लाइक मेरो वेस्ट ब्याग, मेरो एक्सपेक्टेसन मेरो कम्प्लिट फुल आएको थियो। त्यस्तै नै आयो। अझै यसको भन्दा नि अझै राम्रो हार्ड मेटेरियलमा पुरा पाछु मैले। यो छ यसको कम्पार्टमेन्टहरू। यो छ, यो भनेको एउटा अलग्गै पाउच जस्तो छ। गर्दा यो एउटा फिक्सिङ गरेको छु, स्ट्र्याप लगाएर फिक्सिङ गरेको। यो भनेको अलग्गै पाउच हो। यो ब्याग चाहिँ 13.6 लिटरको भनेको छ मेन्सन गरेको। कम्पार्टमेन्टहरू चाहिँ यस्तो छ है, लाइक बच्चा बालुवा खेलाए जसरी हात घुसाइन्थ्यो बालुवा, लाइक त्यसरी यसो निक्लिन्छ हातहरू चाहिँ पुरा। खुसी लाग्छ, खुसी लाग्छ। यो सबै यताबाट निक्लिन्छ, कम्पार्टमेन्टहरू सब ओपन कम्पार्टमेन्ट छ। अनि एउटा चाहिँ मेन कम्पार्टमेन्ट चाहिँ लाइक लगेज जसरी खोल्छ यो सेन्टरबाट, यो लगेज जसरी सेन्ट्रल कम्पार्टमेन्ट खोल्यो। सेन्ट्रल कम्पार्टमेन्टमा यो एउटा ल्यापटपको लागि कम्पार्टमेन्ट, यो पनि त्यही भनौँ, ल्यापटप ट्याब केही पनि सानो सानो कुराले खुसी दिन्छ। यो एउटा लकर भयो। यसलाई यहाँ पुस गरेर अन अफ हुन्छ। यो अन भयो, यो अन भयो, खुसी लाग्छ। एन्ड यसलाई पुस गरिदिएपछि यो चाहिँ खुल्दैन। लभ दिस। यो चाहिँ के को लाग्यो भन्ने मलाई थाहा छैन। यसको यो ब्यागको लास्टमा के दिएछ भन्ने मैले बुझ्दैन। अनि ब्याग युज कसरी गर्ने भन्दाखेरि यो छ नि, यसलाई स्ट्र्याप कस्नु पर्दैन। यो भनेको यसले होल्ड गर्ने हो, ट्याक्क युज गर्ने। यसको लास्ट सानो गराउनु मिल्ने भनेको यही छ। यति गरेर ठ्याक्क मेरो 5.5 को हाइटमा ठ्याक्क कम्मरसम्म लाइक लास्ट ब्यागसम्म पुग्छ, लोवर ब्यागसम्म। अन्त यसमा एउटा यो जिप छ जसले यो ब्याग होल्डरलाई लक गर्छ। यो जिपले यो ब्याग होल्डर पनि यो लक भयो। अनि यसलाई युज गर्ने चाहिँ यसरी पनि, यसलाई वेस्ट ब्याग जसरी हुन्छ नि, वेस्ट ब्यागहरू यहाँ अब बाँच्छन् त्यसरी पनि युज गर्नु मिल्छ कि लाइक मैले एकचोटि चेक गरेर देखाउँछु ल। पहिले त यो खोलौँ। अरे चेन लगा।
युज त गर्न मिल्दो रहेछ फर्स्ट लुक युज त गर्न मिल्दो रहेछ है त्यो तरिकाले नि युज गर्न मिल्यो बट त त्यसरी कम्फर्टेबल छैन किनकि यहाँको लाइट वेटको लागि ओके छ लाइट वेटको लागि ठिक छ यसरी युज गर्न पनि बट त रियली ब्याकप्याक जसरी युज गर्न मजा आउँछ यो मैले देखेको थिएँ ब्याग लिने मन भइरहन्छ मेरो मन चाहिँ किन हो ब्यागहरूमा धेरै जान लाग्छ अहिले ब्यागहरू ग्याजेट्सहरूमा जुन हुन्छ नि आफूसँग भएको चिजहरूलाई एक्सपेरिमेन्ट गराउ के चिज बेस्ट आउन सक्छ भन्नेमा छु म अहिले ब्याग अहिले यो लिएछु यो ब्याग मलाई पर्यो फ्लिपकार्टबाट 13.5 लिटरको 13.5 लिटरको मलाई पर्यो 1800 यो पर्यो बाँकी एमाजोनमा 2500 अराउन्ड सो गरेको थियो एमाजोनमा मलाई त्यो वेस्ट ब्याग पनि मेरो यो ब्याग पनि एमाजोनमा मैले 700-800 को लिएको अनि फ्लिपकार्टमा 300 को सो गरेको थियो 250-300 को सुना लाग्छ सो त्यही बेला फ्लिपकार्टमा पनि चेक गर्दै आइ एम सो ह्याप्पी खुसी लाग्छ यार खै किन एउटा ब्याग लिँदा पनि खुसी लाग्छ किनकि मन परेको चिज भयो नि होला चाहिँ खोजेको चिज पाएर पनि होला अब यसमा लोड गर्नु पर्यो के हुन्छ ट्राइपडहरू यताउति क्यामेराहरू जे चिज पनि हुन्छ सबै चिज यसमा लोड गर्नु पर्यो जुन चिज मोस्टली नेट मेरो इलेक्ट्रोनिक आइटम्सहरू जे भनौँ एयरपोर्ट्स क्यामेरा ट्राइपोड चार्जर ह्यान्ड त्यान यताउति सबै चिज यसमा आउनु भयो फाइनल मेरो लुक यो ब्याग मेरो एक्सपेक्टेसन पुरा गर्यो and the with good material बबाल खुसी लाग्छ यसमा ह्याङ गर्नुहरूको लागि पनि यिनीहरू ब्यागहरूमा अफलाइन खोजेर पाइँदैन अनलाइन नै लिनुपर्छ किनकि यिनीहरूमा यो छ अरे यो भयो यो के हो मलाई थाहा छैन अझै यो थाहा छैन मलाई अनि यिनीहरूको कामहरू के हुन्छ थाहा भएन यहाँ यिनीहरूमा के हुन्छ झुन्डाउनुको लागि काम लाग्छ यसमा एउटा झुन्डाउनु काम छ यहाँ तल एउटा छ यहाँ तल एउटा छ अनि यसमा स्टिकर्सहरू लाग्छ यो ठाउँमा ब्यागको ठाउँमा सानो राखिदिएको छ सिएर राखिदिएको छ यिनीहरूमा ह्याङ गर्न मिल्यो केही चिजहरू प्लस यो यस्तो ब्यान्ड जस्तो बनाएर राखिदिएको ब्यान्ड जस्तो बनाइदिएको छ डिजाइन ग्रिपको लागि अनि एउटा चाहिँ यो मलाई अलग्गै लाग्यो एउटा छ यो यहाँ पनि एउटा पछाडि पुरा एउटा कम्पार्टमेन्ट बनाइदिएको छ यो एउटा कम्पार्टमेन्ट जो मलाई यसमा फुल्ली सेटिस्फाइड जस्तो चाहेको थियो त्यस्तो पाएँ 10 आउट अफ 10 20 आउट अफ 20 30 आउट अफ 30 फुल आउट अफ फुलमा फुल अब यसलाई युज गर्नु पर्यो बट त यो चिज चाहिँ के को लागि मेरो अहिले यो बुझेन यो एउटा के को लागि छ यो मैले बुझेन अच्छा यता पनि रहेछ दुई साइडमा जो रहेछ यो स्ट्यापहरू के को लागि हो मैले यो चलो मलाई त काम लाग्ने भयो के को लागि थाहा भएन मलाई काम लाग्ने भयो मैले ट्राइपोडलाई होल्ड गर्नको लागि काम लाग्ने भयो बाँकी अरूको थाहा भएन द्याट्स इट फर टुडे बाँकीको अब अङ्कल आउनुहुन्छ अङ्कल बस्नुहुन्छ अङ्कल आउनुहुन्छ अब भोलि पर्सिमा 2-3 दिनमा पुग्नुहुन्छ त्यसपछि मोहन हल्का सानो सानो ट्रिपहरू लिन्छ अन्त आजको डेट चाहिँ मेरो रुम सफा गर्ने हो आज अराउन्ड पनि 3 हप्ता भयो रुम क्लिन गरेको छैन घिस्सा मार्नु परेछ त्यही भएर बोरी पनि लिएर आएको त्यो कुडा देख्नको लागि अल गुड फर दिस नेक्स्ट भिडियो लोड गरौँला ट्रिपको एन्ड द वान थिङ अझै यार बबाल खुसी लाग्यो
यो स्ट्राप यसरी लागेको थियो, यहाँ चेक गरेछु, यहाँ जाँदै जाँदैन होला यहाँभन्दा भित्र, किनकि सिएको रहेछ। यो के रहेछ अन्त तानेको त हात त बल्ल पो जाँदो रहेछ त। फेरि लास्ट एन्डमा एउटा खुसी दिएर गयो त।